मुलुकले 33औं प्रधान न्यायाधीशको रूपमा डाक्टर मनोज कुमार शर्मालाई प्रधान न्यायाधीशको रूपमा पाएको छ। सरकारको संवैधानिक परिषदले आज 33औं प्रधानमन्त्रीको पनि टुङ्गो लगाएको छ। डाक्टर मनोज कुमार शर्मालाई अदालतको काम कारबाही स्वच्छ, निष्पक्ष र अदालतको छवि कायम राख्ने गरी आफ्नो कार्यकाल उहाँले सफलताको साथ सम्पन्न गर्नुहुनेछ भन्ने हामीले शुभकामना दिउँ। पहिलो कुरो। दोस्रो कुरो, कहीँ कतै पनि हेर्नुहोस्, अहिलेको यो सरकार बनिसके पछाडि जे चाहिँ तपाईको नियुक्तिका कुराहरू भएका छन्, ती नियुक्तिका कुराहरूको सन्दर्भमा कानुन अथवा संविधान भन्दा बाहिर गएर कहीँ कतै पनि केही भएको देखिँदैन। यही प्रधान न्यायाधीशको नियुक्तिको सन्दर्भमा पनि 6 जनाको नाम आएको थियो। 6 जनाको नाम पनि कुन ढङ्गले आएको थियो भन्दा, सर्वोच्च अदालतमा न्यायाधीशको रूपमा 3 वर्ष कार्यकाल पुरा गरेको व्यक्ति प्रधान न्यायाधीशको नियुक्त योग्य भनेर संविधानमा उल्लेख गरेको कुरा छ, हैन? संविधानको धारा 129 ले के भन्छ भन्दा, सर्वोच्च अदालतमा न्यायाधीशको रूपमा 3 वर्ष कार्यकाल पुरा गरेको जुनसुकै न्यायाधीश पनि प्रधान न्यायाधीशको निमित्त योग्य रहनेछ भन्छ। त्यो अनुरूप 3 वर्ष कार्यकाल पुरा गरेको 6 जना थिए, हैन? 17 जना मध्ये जम्मा प्रधान न्यायाधीश सहित 21 जनाको सर्वोच्च अदालतको चाहिँ न्यायाधीश र प्रधान न्यायाधीशको कोटा हो। अहिले प्रधान न्यायाधीश सहित 17 जना, कामु प्रधान न्यायाधीश सहित 17 जना, 4 जना न्यायाधीश अझै त्यहाँ नियुक्ति गर्ने बाँकी छ। आज प्रधान न्यायाधीशको नियुक्ति भइसके पछाडि कमसेकम एउटा बाटो खुल्यो, हैन? र 6 जना न्यायाधीशहरू जो प्रधान न्यायाधीशको निमित्त सिफारिस थिए, ती मध्ये कतिपयलाई एमालेको ट्याग लागेको, एमालेकै पूर्व सभासद, पार्टीको पक्षमा उति बेला वकालतै गरेको, कतिपय नेपाली काङ्ग्रेसको कोटामा, कतिपय अरू पार्टीका कोटामा त्यसरी नियुक्ति भएकाहरू भनेर विभिन्न सोसियल मिडियाहरूमा छरपष्टै थियो। हेर्नुहोस्, त्यसमध्ये पनि सरकारलाई काम कारबाही गर्नको निमित्त र न्यायालयको गरिमा बचाउने त्यो पात्रको खोजी थियो। त्यो पात्रको खोजी गर्ने क्रममा 2 किसिमका पक्ष विपक्षमा तर्कहरू भएका थिए। एउटा पक्षको तर्क थियो विगतको लिगेसी अथवा वरिष्ठतमलाई आधार मानेर न्यायाधीश नियुक्ति गर्न पर्नेछ, त्यो हुनपर्छ भन्ने थियो एका थरीको। त्यो हुँदाखेरि सपना मल्ल प्रधान नै प्रधान न्यायाधीशको रूपमा चाहिँ नियुक्ति गर्न पर्नेछ भन्ने थियो। अर्को पक्षको के थियो भन्दा,